गुड मर्निङ सबैजनालाई। मत्ती अध्याय 14 को दोस्रो भागबाट हामी सिक्न जाँदैछौँ र आजको शीर्षक छ येशू प्रभुसँगै आधी बेहरीमा सवार गरौँ। आधी बेहरीमा येशू प्रभुसँगै हामी कसरी सवार गरौँ त्यो कुरा आज हामी सिक्न जाँदैछौँ। र यो कुनै नौलो प्यासेज होइन, पुरानै प्यासेज हो, तर यो प्यासेजबाट तपाईँ हामीले केही न केही एउटा प्रेरणा, एउटा आशा हामीले पाउनेछौँ। मत्ती अध्याय 14 तपाईहरु सबैजनाले खोल्न सक्नुहुन्छ। मत्ती अध्याय 14 को 22 देखि 33 सम्म लामो प्यासेज छ, रमाइलो घटना छ, तपाईं हामी हेर्न सक्नुहुन्छ। मत्ती अध्याय 14 को 22 देखि 33 यहाँ लेखेको छ, उहाँले भीडलाई बिदा गर्नुहुँदा चेलाहरूलाई डुङ्गामा चढी वहाँ भन्दा पहिले पारीपट्टि जान लाउनुभयो। भीडलाई बिदा गरिसक्नु भएपछि उहाँ एक्लै प्रार्थना गर्न डाँडामा उक्लनुभयो। साँझ पर्दा उहाँ एक्लै त्यहाँ आउनुहुन्थ्यो, तर डुङ्गा त्यति बेलासम्म किनारदेखि समुद्रमा धेरै टाढा पुगिसकेको थियो अनि हावा उल्टो बहेको हुनाले डुङ्गा छालको चपेटामा परेको थियो। बिहान 3 बजेतिर उहाँ समुद्रमाथि हिँड्दै तिनीहरू कहाँ आउनुभयो। जब चेलाहरूले उहाँलाई समुद्रमाथि हिँडिरहेको देखे तब डराएर तिनीहरूले भने, यो त भूत हो, र तिनीहरू डरले चिच्याए। तर येशूले झट्टै तिनीहरूलाई यसो भन्नुभयो, साहस गर, म नै हुँ, नडराऊ। पत्रुसले उहाँलाई भने, हे प्रभु, तपाईँ नै हुनुहुन्छ भने मलाई तपाईँ कहाँ पानीमाथि आउने आज्ञा दिनुहोस्। उहाँले भन्नुभयो, आऊ। पत्रुस डुङ्गाबाट ओर्लेर येशू कहाँ जानलाई पानीमाथि हिँड्न लागे, तर बतास जोडले चलेको देखेर तिनी डराए। र जब डुब्नै लागे तब तिनले चिच्याएर भने, हे प्रभु, मलाई बचाउनुहोस्। तब येशूले झट्टै हात पसारेर तिनलाई समाति हाल्नुभयो र तिनलाई भन्नुभयो, ए अल्पविश्वासी, किन शङ्का गर्यौ? जब उहाँहरू डुङ्गामा पस्नुभयो तब बतास थामियो। डुङ्गामा हुनेहरूले उहाँलाई दण्डवत गरे र भने, साँच्चै तपाईँ परमेश्वरका पुत्र हुनुहुन्छ। वाह! तपाईँ मध्ये समुद्रमा कसरी डुङ्गामा सवारी गर्नुभएको छ? तालमा, पोखराको तालमा, केवा तालमा, समुद्रमा अङ्कले गर्नुभएको छ? समुद्रमा किनकि समुद्रको यात्रा भनेको अलिक रिस्की हुन्छ, अलिक डरलाग्दो हुन्छ। अनि त्यो पनि डुङ्गामा, सोच्नु होला। अनि त्यही माथि समुद्रमा आधी आउँदैछ, कस्तो होला त्यो अवस्था? त्योभन्दा पहिला हामी आज के हेर्छौँ भने ब्रदर सिस्टर्स, जब येशू प्रभुले 5000 माथि भीडलाई खुवाउनु भयो, त्यसपछि येशूले आफ्ना चेलाहरूलाई डुङ्गामा चढाएर पारीपट्टि जान लाउनु भयो। तर येशू आफै चाहिँ कहाँ जानुभयो? येशू एक्लै डाँडामा प्रार्थना गर्न जानुभयो। किन होला? बेलुकाको प्रार्थना गर्न सायद एकदम चिन्तित हुनुहुन्थ्यो, पीडामा हुनुहुन्थ्यो, अर्को दिनको लागि तयारी गर्न जानुभएको थियो। तर हामीलाई थाहा छ उहाँले 5000 जनालाई खुवाउनुभन्दा पहिला उहाँको आफ्नो दाइ बितेको थियो, बत्तिस दिने यमुना, त्यसलाई हेरोदले शिर काटेर मारेको थियो। कथा छ तपाईँलाई। नम्बर 1,
तपाईँ हामी यो गर्छौँ, यो पनि गर्छौँ, यो पनि गर्छौँ। किन गर्छौँ? जब तपाईको मोबाइलमा चार्ज सकिन्छ तपाईँ तुरुन्तै के गर्नुहुन्छ? बुझाइहाल्छु। जब तपाईको बाइकको, कारको, कुनै पनि जब तपाईको पेट्रोल सकिन्छ तपाईँ के गर्नुहुन्छ? जब तपाईको सिटी सवारीको चार्ज सकिन्छ तपाईँ के गर्नुहुन्छ? तपाईँ नभए नि कुदेर हुनुहुन्छ? जब तपाईको ब्यालेन्स सकिन्छ तपाईँ के गर्नुहुन्छ? तपाईँ चुप लागेर बस्नुहुन्छ? तपाईँ तुरुन्तै भर्नुहुन्छ। मेरो पहिलो कुरा, येशूसँग आफ्नो जीवनलाई रिचार्ज गर्नुहोस्। रिचार्ज भनेको के हो? जब तपाईले फेरि चार्ज जोड्नुहुन्छ, जब तपाईले तेल भर्नुहुन्छ, जब तपाईले ब्यालेन्स भर्नुहुन्छ, अनि तब फेरि तपाईले एनर्जी आउँछ, कुरा गर्न पाउनुहुन्छ। येशू पनि आफ्नो जीवनलाई रिचार्ज गर्न कहाँ छिर्नुभयो? डाँडातिर उक्लिनुभयो। ब्रदर सिस्टर, किनभने येशू प्रभु पनि मानिस हुनुहुन्थ्यो। मैले तपाईलाई अस्ति नै भनिसकेँ कि 5000 प्लस मान्छेलाई सुन्दाखेरि, मान्छेसँग हुँदाखेरि उहाँ कति थाक्नु भयो? सोच्नु एकचोटि, होइन र? जब तपाईँ काम गरेर थाक्नुहुन्छ, फ्याक्ट्रीमा गएर अथवा कहीँ पनि गएर, राइट, अथवा खेतबारीमा काम गरेर अथवा जागिर गरेर तपाईँ आउनुहुन्छ अथवा व्यापार व्यवसाय गर्नुहुन्छ अनि तपाईँ लगातार तपाईँलाई थाकेर आउनुहुन्छ, सबभन्दा पहिला तपाईँ के गर्नुहुन्छ? आराम गर्छौँ, नुहाउँछौँ, बेडमा पल्टेर बस्छौँ, आफ्नो फेभरेट मोबाइलमा हामी सो हेर्छौँ, सर्ट्स भिडियो खोलेर हेर्छौँ, हामी टिकटक हेर्न थाल्छौँ, हामी आफ्नो मनपर्ने खानेकुरा हामी खान थाल्छौँ। I don't know, brothers and sisters. येशू प्रभुले के गर्नुभयो? सबभन्दा पहिला रिचार्ज गर्नुपर्छ। रिचार्ज सबभन्दा पहिला मैले मेरो जीवनको बोझलाई मैले पहिला निकाल्नु पर्यो। ब्रदर्स सिस्टर्स, त्यही भन्छ, जब उहाँले भिडलाई छोडिसक्नु भएपछि, होइन र, भिडलाई बिदा दिइसक्नु भएपछि चेलाहरूलाई पारिपट्टि जान लाउनु भयो, डुङ्गामा चढाएर आफू एक्लै पहाडको पिर्नु भयो। ब्रदर्स सिस्टर्स, त्यति मात्र होइन, साँझ पर्दा भनेको राति उहाँ एक्लै त्यहाँ हुनुहुन्थ्यो, एक्लै। ब्रदर्स सिस्टर्स, यो कुरा किन महत्त्वपूर्ण थियो त येशू प्रभुको जीवनमा? उहाँले सिकाउनुहुन्थ्यो, उहाँले प्रचार गर्नुहुन्थ्यो, उहाँले निको पार्नुहुन्थ्यो, भिडलाई खुवाउनुहुन्थ्यो, मान्छेलाई सुन्नुहुन्थ्यो। अनि जब दिदा 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 यसो थाक्नुहुन्थ्यो अनि फेरि भर्नुहुन्थ्यो। उहाँले कहाँबाट भर्ने? अब पितासँग गएर भर्ने। ब्रदर्स सिस्टर्स, आज मेरो प्रश्न यो छ कि तपाईँ कतिको भर्नुहुन्छ आफ्नो जीवनमा परमेश्वरमा गएर? राइट? किनकि जब तपाईँ आफ्नो काममा जानुहुन्छ, ओके, यहाँ होटलमा काम गर्ने व्यक्तिहरू हुनुहुन्छ, हामीसँग रिक्सा चलाउने व्यक्तिहरू हुनुहुन्छ, हस्पिटलमा काम गर्ने व्यक्तिहरू हुनुहुन्छ, हामीसँग घरमा बसेर बालबच्चा हेर्ने व्यक्तिहरू हुनुहुन्छ, फ्याक्ट्रीमा काम गर्ने हुनुहुन्छ, खेतीपाती गर्ने हुनुहुन्छ, होइन र? अनि जब हामी यो काममा रहन्छौँ ब्रदर्स सिस्टर्स, हामीले विभिन्न किसिमका हामीले भावनाहरू हामीले अनुभव गर्छौँ। कहिलेकाहीँ हामी दुःखी हुन्छौँ, हामी निराश हुन्छौँ, होइन र? हामीलाई दिक्क लाग्छ, हामीलाई रिस उठ्छ, हामी चिडचिडाउँछौँ। त्यो बेलामा सबभन्दा पहिलो काम तपाईँ के गर्नुहुन्छ?
ब्रदर्स सिस्टर्स, तपाईको मनको सबै भावनाहरू पोखाउने ठाउँ कहाँ हो? तपाईको श्रीमती, तपाईको श्रीमान, तपाईको छोराछोरी, तपाईँ कहाँ पोखाउनुहुन्छ? त्यसकारणले तपाईले सही ठाउँमा गएर रिचार्ज गर्नु भएन भने तपाईले अरू ठाउँमा गएर पोखिन्छ, हो कि हैन? त्यसकारण ब्रदर्स सिस्टर्स, पहिला आफ्नो जीवनलाई रिचार्ज गर्नुस्, आफ्नो जीवनको ब्याट्रीलाई फुल गर्नुस्, आफ्नो जीवनको ब्यालेन्सलाई भर्नुस्, आफ्नो जीवनको तपाईले फ्युल हुन्छ नि त्यो इन्धन तपाईँले भर्नुस्, अनि बल्ल तपाईको त्यो ताजा के आउँछ। तपाईँ दिनभरि काम गरेर तपाईँ थाक्नुहुन्छ, तपाईँले के बेला तपाईँ रिस उठिरहेको हुन्छ, तपाईँ सिटी चलाउनुहोस्, तपाईँलाई कस्टमर तपाईँ रिस उठिरहेको हुन्छ, फ्याक्ट्रीमा मालिकले दुःख दिइरहेको हुन्छ, तपाईँ हरेक कुरा भोग्नुहुन्छ नि, अनि तपाईँ त्यो बोझ भएको दिनले तपाईँ घर जानुहुन्छ, अनि घरमा कुनै कुरा बिग्रिन्छ नि, अनि तपाईँको बम पड्केर आउँछ। थाहा छ है? त्यो कारण के हो? तपाईँ हामी राम्रोसँग रिचार्ज नगरेको कारण। त्यस कारणले ब्रदर्स सिस्टर्स, जब साँझ पर्छ नि, घरमा छिर्नुभन्दा पहिला एटलिस्ट केही समय परमेश्वरमा बिताउनुहोस्। दिनभरि कुरा गर्नुहोस्, आफ्नो मनको भावना पोखाउनुहोस् र रिचार्ज गर्नुहोस्। तपाईँ फेरि तपाईँ तागत दिनुहोस्, अनि तपाईँ घर जानुहोस्, तपाईँ हाँसेर जानुहोस्। किनकि तपाईँ हामी सबैजनाले हाम्रो जीवनलाई रिचार्ज गर्नुपर्छ। तर तपाईँ हामी धेरै समयमा गलत कुराद्वारा हामी रिचार्ज गर्छौँ। गलत कुराद्वारा हामी फोनद्वारा हामी रिचार्ज गर्छौँ, हामी टिभीद्वारा हामी रिचार्ज गर्छौँ, हामी के गर्छौँ, राइट? हामी सुतेर हामी रिचार्ज गर्छौँ। अब केही हदसम्म होला त्यसले हाम्रो शरीरलाई रिचार्ज दिँदैन, तर मनलाई रिचार्ज दिँदैन। त्यस कारणले मनलाई भर्नको लागि तपाईँ हामी सबैजनालाई येशू प्रभु चाहिन्छ। त्यसकारणले ब्रदर्स सिस्टर्स, यदि तपाईँ हामीले रिचार्ज गरेनौँ भनेदेखि हामी चार्ज नगरेको फोन र रिचार्ज नगरेको सिम कार्ड जस्तै हुन्छ, केही काम लाग्दैन, हो कि ब्रदर्स सिस्टर्स? त्यसकारणले यदि हामीले हरेक दिन निरन्तर रूपमा येशू प्रभुसँग हामी रिचार्ज गरेनौँ भने तपाईँ हामी अर्कै तरिकाले हामी व्यवहार गर्न थाल्छौँ, ब्रदर्स सिस्टर्स, राइट? त्यो तपाईँ हामी बुझौँ। र हामीले चार्ज नगरिकन हामीले घटेको गऱ्यौँ भनेदेखि त्यो एकदिन मर्छ, मर्दैन? चलाएको त्यो फोन ह्याङ हुन्छ, हाम्रो लाइफ पनि ह्याङ हुन्छ धेरै समयमा। तपाईँलाई थाहा छ हाम्रो जीवन ह्याङ हुन्छ धेरै समयमा। किन ह्याङ हुन्छ? हामी रिचार्ज गर्दैनौँ, हामी घटेको छ तर रिचार्ज गर्दैनौँ। त्यस कारणले के तपाईँ हरेक दिन येशू प्रभुले यसले तपाईँ रिचार्ज गर्नुहुन्छ? के थाहा छ तपाईँलाई? यसपछि जब येशू र उहाँका चेलाहरू फेरि ढुङ्गामा चढेर पारिपट्टि जानुभएको छ, फेरि यत्रो ठुलो भिड त्यहाँ आएको छ, फेरि सेवा गर्नु। किनकि तपाईँ हाम्रो लाइफ भनेको हरेक दिन व्यस्त हुन्छ ब्रदर्स सिस्टर्स। तपाईँ आज दिएर खानुहुन्छ, तपाईँ भोलि तपाईँ दिन सक्नुहुन्न। तपाईँ काममा दिएर आउनुहुन्छ, त्यसपछि तपाईँ आफ्नो बच्चालाई दिन सक्नुहुन्न, आफ्नो एकअर्को तपाईँ टाइम दिन सक्नुहुन्न, किनकि तपाईँ थाके हुन्छ, तपाईँ निराश हुन्छ, तपाईँ स्याड हुन्छ, तपाईँ डिस्करेज हुन्छ। त्यस कारणले त्यो सबै कुरा पहिले नै येशू प्रभुसँग पोखाएर आउनुहोस्। बुझ्नुभयो? नम्बर 1 रिचार्ज, तपाईँको लागि रिचार्ज गर्नुहोस्। दोस्रो कुरा, नडराऊ, येशू तिम्रो साथमा हुनुहुन्छ। सो यहाँ के भएको छ? येशूका चेलाहरू रातभरि डुङ्गा खियाएको छ। आई डोन्ट नो कति घण्टादेखि। यहाँ भन्दैछ कि बतास उल्टो बगिरहेको छ, राइट? कस्तो एक्सपिरियन्स होला ब्रदर्स सिस्टर्स? तपाईँ अगाडि जान खोज्छ, यतै धकाल्छ, अगाडि जान खोज्छ, यतै धकाल्छ, कस्तो होला?
भन्नु त दिनभरि 5-10 जना मान्छेको भिड सुनेको छ, थाकेको छ, गएर सायद आराम गर्छ भनेर सोचेको होला, तर आराम गर्न जान खोज्छु फेरि हावाले धकाल्छ, फेरि अगाडि बढ्छु फेरि हावाले धकाल्छ। कस्तो भयो होला? ब्रदर सिस्टर्स, कहिले तपाईँ हाम्रो लाइफमा हामीले यस्तो फिल गरेका छौँ, म जति राम्रो गर्न खोज्छु नराम्रै हुन्छ, जति अगाडि बढ्न खोज्छु पछाडि पर्छ, जति धेरै कमाउन खोज्छु थोरै नै हुन्छ, मान्छेलाई जति राम्रो गर्न खोज्छु खराबै हुन्छ। त्यस्तो भएको तपाईँको लाइफमा? जति राम्रो गर्न खोज्छु हुँदै हुँदैन, जति अगाडि बढ्न खोज्छु हुँदै हुँदैन। किनकि चेलाको लाइफमा उनीहरूले आशा नगरेको त्यो तुफान आएको छ, हावा हुरिआएको छ। ब्रदर सिस्टर्स, तपाईँ हाम्रो लाइफमा त्यस्तै हावा हुरी आउँछ, तपाईँ हामीले सोचेको पनि हुँदैन। ब्रदर सिस्टर्स, रातभरि ढुङ्गा खियाएको छ, अगाडि बढ्दै बढ्दैन। माइ गॉड, कति डिस्करेज भयो होला। अनि त्यही बेलामा फेरि पानीमाथि सेतो चिज हिँडेर आउँदैछ, कस्तो होला? कस्तो होला? निन्द्रा लाग्छ हामीलाई यो सुन्यो भने? निन्द्रा लाग्यो समुद्रमा रातभरि? एकतिर डर, एकतिर अर्को डर छ, अर्कोतिर अर्को डर आउँछ। चेला भन्छ कि भूत आयो। मलाई डर लाग्छ भूतदेखि, दिउँसो आउँदैन। सो ब्रदर सिस्टर्स, यहाँ भन्छ कि यिनीहरू डरले चिच्याए, यो त भूत हो। अर्को डर थपेको छ, थाहा छैन। 12 चेलाहरू एक ठाउँमा डल्नु पर्यो, कस्तो हुन्छ? तपाईँहरू पुरा सबैजना 10-12 जना रमाइलो गरिरहेको बेलामा भूत आएपछि के होला? त्यो डल्नु पर्छ है? कति ढगा होला हुन्छ नि एक किसिमको, होइन? अरूलाई अगाडि पठाउने, पछाडि बस्ने। ब्रदर सिस्टर्स, के तपाईँले जीवनमा आशा गुमाउनु भएको छ कुनै कुरामा? तपाईँको काममा, तपाईँको परिवारमा, तपाईँको बालबच्चामा, तपाईँको जीवनमा के कुराको डर छ? डर। किनकि हामी आफ्नो जीवनमा हामी त्यो नामलाई खियाउँदा हामी थाक्छौँ, कहिले थाक्छौँ, दिक्क लाग्छ हामीलाई। कहिलेसम्म यस्तो गर्ने, कहिलेसम्म यो बोझ बोक्ने, कहिलेसम्म यो भार उठाउने, कहिलेसम्म सहने यो मान्छेलाई लाग्छ। हामी सबैको लाइफमा आफ्नै बोझ छ, आफ्नै डर छ। त्यो बेलामा येशू प्रभुले के भन्नुभयो? साहस गर, म नडर। जब येशूको त्यो आवाज सुनिसकेपछि येशूका चेलाहरूले कस्तो महसुस गर्यो होला? सोचौँ त हामी। जब हामी यस्तै खालका परिस्थिति हाम्रो जीवनमा हामी भोग्छौँ, हामीले धेरै चिन्ता गर्नु पर्दैन। एउटै मात्र सोल्युसन के हो भनेदेखि येशू प्रभु यही हुनुहुन्छ, तपाईँसँग हुनुहुन्छ। तपाईँ जुन कुरा भोग्दै हुनुहुन्छ येशू प्रभु त्यही हुनुहुन्छ। त्यसले यति मात्र हो कि तपाईँ बस्नुहोस्, उहाँसँग समय बिताउनुहोस्, उहाँसँग कुरा गर्नुहोस्, उहाँसँग पोखाउनुहोस्, उहाँसँग ताकत माग्नुहोस्, उहाँसँग बल माग्नुहोस्। तपाईँ डराउनु पर्दैन, आत्तिनु पर्दैन। किनकि येशू प्रभु आँधी तुफानको बीचमा हिँडेर आउँदै हुनुहुन्छ। तपाईँ हाम्रो लाइफमा आँधी तुफानमा हामी डराउनु पर्दैन।
किनकि येशू प्रभु हामी सँगै हिँड्न चाहन्छ। मैले त सुरु भने नि येशू तपाईको जीवनको आदि बेहरीमा सँगै यात्रा गर्न तयार हुनुहुन्छ। के तपाईँ तयार हुनुहुन्छ? आदि बेहरी हट्न सक्दैन। आदि बेहरी कुनै पनि बेला आउँछ। तर महत्त्वपूर्ण कुरा भने ब्रदर्स सिस्टर्स, येशू प्रभु तपाईसँग हिँड्न तयार हुनुहुन्छ। के तपाईँ तयार हुनुहुन्छ? किनकि जब हामी जीवनमा अड्किन्छौँ, हामी अड्किन्छौँ धेरै समय ब्रदर्स सिस्टर्स, येशू त्यही हुनुहुन्छ। जब जीवनमा हामीले भने जस्तो प्रगति हुँदैन, येशू त्यही हुनुहुन्छ ब्रदर्स सिस्टर्स। जब तपाईँ जीवनमा अन्यलमा हुनुहुन्छ, तपाईँ के गर्ने? येशू त्यही हुनुहुन्छ। जब तपाईँ जीवनमा केही गर्दाखेरि तपाईँको जीवनमा डर छ भने येशू त्यही हुनुहुन्छ। यदि तपाईँको जीवनमा चिन्ता फिक्री छ परिवारको बारेमा, बालबच्चाको बारेमा, भविष्यको बारेमा, येशू त्यही हुनुहुन्छ। आदि तुफानमै यति मात्रै कुरा हो कि हामीले येशू प्रभुको आवाजलाई सुन्नु पर्यो कि नडरा, म तेरो साथमा छु, साहस गर। ब्रदर्स सिस्टर्स, हामी कतिको साहस गर्छौँ? किनभने येशू प्रभु त्यही हुनुहुन्छ। नम्बर 3, शङ्का नगर तर विश्वास गर। ब्रदर्स सिस्टर्स, जब येशू प्रभुले भन्नुहुन्छ कि म हुँ, तिमीहरू नडरा, पत्रुसले तुरुन्तै के भन्नुहुन्छ? प्रभु यदि तपाईँ हुनुहुन्छ भनेदेखि मलाई पानीमा हिँड्ने आज्ञा दिनुहोस्। क्या फाइदा देखिन्छ हामी पत्रुसलाई? तपाईँलाई के लाग्छ? 12 जना चेला मध्ये पत्रुसले मात्रै यसरी किन भन्यो होला? किन भन्यो होला? मलाई तपाईसँग आउने आज्ञा दिनुहोस् भनेर पत्रुसले भनेको छ। पत्रुसले मात्र किन भन्यो होला? अरूले किन भनेन? तपाईलाई प्रश्न, विश्वास लागेर? अरू पत्रुस त्यो आदि बेहरीमा येशूसँग हिँड्न तयार भयो। किन? अरू किन तयार भएन? ओके, नेट धक्क भएर होला। अरू कसले भन्यो? अनि मुसा जस्तो भयो भन्न सकिन्छ। मैले 2वटा कुरा म कल्पना गर्दै थिएँ। नम्बर 1, सायद हुनसक्छ पत्रुस धेरै डराएर अगाडि भाग्न खोज्यो कि किनकि येशूसँग पुगेको सेफ हुन्छ, राइट? अब डुङ्गा बसेर त डुब्न सक्छ, पुरो भागिहाल्छ। हुनसक्छ मेरो त्यो अनुमान थियो। अथवा अर्को हुनसक्छ कि ब्रदर्स सिस्टर्स त्यो भरोसा गरेर कम्प्लिटली, राइट? तर तपाईँले हेर्यो भनेदेखि पत्रुसको स्वभाव भनेको अलिकति अस्थिर खालको स्वभाव, थाहा छ नि तपाईँलाई? तुरन्तै फाड्यो भने तुरन्तै टुइया जाने। ओके, अब एकछिन तुरन्तै यस भनेपछि पछि गएर ए मलाई बचाउनुहोस् भनेर फेरि जानेको छ। पत्रुसले तुरन्तै विश्वास पनि गर्थे, तुरन्तै शङ्का पनि गर्थे। अनस्टेबल खालको मान्छे। तर उसले कुनै पनि निर्णय पनि छट्ट छिटो गर्ने अनि छिटो पनि सेलाइहाल्ने, राइट? तर समय बित्दै जाँदाखेरिमा पत्रुस परिपक्व हुँदै आएको छ ब्रदर्स सिस्टर्स। तर म पत्रुसको साहसलाई चाहिँ म सराहना गर्छु ब्रदर्स सिस्टर्स। किनभने येशूसँग हिँड्नको निम्ति ब्रदर्स सिस्टर्स साहस चाहिन्छ। जे पर्छ म खुट्टा टेक्छु, त्यो हो विश्वास भनेको ब्रदर्स सिस्टर्स,
राइट? डराएर बस्दैन, अभी यस्तो पो होला कि, अभी यो पो होला कि, अभी त्यो पो होला, किनकि यसो कुरा भन्नुहुन्छ म विश्वासमा पाइन चाहन्छु, तर सबै कुरा होइन फेरि बुद्धिमानी भएर। ओके ब्रदर्स सिस्टर्स, अनि त्यो पत्रुसको साहसलाई देखेर येशू प्रभुले अनुमति दिनुभयो त्यो पानीमा हिँड्नको लागि। ब्रदर्स सिस्टर्स, अनि जब पानीमा हिँड्न थालिसकेपछि एकछिन त हिँड्यो पत्रुस, अनि पछि गएर उसले त्यो आँधी बेरीले देखेपछि डराएको छ। डराएपछि ऊ भित्र खसेको छ, अनि त्यहाँ खसिसकेपछि चुप लागेर बस्दैन, अनि भन्छ कि प्रभु मलाई बचाउनुहोस्। तपाईँ हामी जीवनमा कतिपल्ट हामी लड्छौँ, कतिपल्ट हामी मिस्टेक गर्छौँ, ओके येशू प्रभुले तपाईँलाई उठाउनुहुन्छ। एउटा दोस्रो कुरा, यदि तपाईँ हामीले हाम्रो नजर येशू प्रभुबाट हटाएर जब हामी समस्यामा ध्यान दिन्छौँ नि, हामी लड्छौँ। त्यसैले हाम्रो फोकस, हाम्रो नजर कहाँ छ? हाम्रो नजर हाम्रो जीवनको आदि बेहोरीमा छ कि हाम्रो नजर प्रभु येशूमा छ? किनकि एकैछिन पत्रुसले येशूसँगको नजर हटाएर आदि बेहोरीलाई हेरे, डुबिहाल्यो डर। ब्रदर्स सिस्टर्स, हाम्रो नजरिया कहाँ छ? अनि येशूले के भन्नुभयो पत्रुसलाई? ए अल्पविश्वासी, किन शङ्का गर्यो? ब्रदर्स सिस्टर्स, 99% विश्वास र 1% शङ्का, कुनले बढी काम गर्छ थाहा छ? 1% शङ्काले काम गर्छ। शङ्का भनेको बिग। त्यस कारणले have faith, do not doubt, शङ्का नगर। किनकि तपाईको जीवनलाई, तपाईको जीवनको नामलाई येशू प्रभुले सकुशल किनारमा पठाउन सक्नुहुन्छ। तपाईँ नडराउनुहोस्, यो कुरामा तपाईँ निर्धक्क हुनुहोस्। जति पनि आँधी बेहोरी आए पनि, जति पनि छाल आए पनि, जति पनि आँधी तुफान आए पनि, यदि तपाईँ शङ्का नगरी येशू प्रभुमा हिँड्नुहुन्छ भने उहाँले सकुशल तपाईँलाई किनारमा पुर्याउनुहुन्छ। त्यही भन्छ यहाँ, जब येशू र पत्रुस ढुङ्गामा चढ्नु भयो, आँधी शान्त। त्यसकारणले तपाईँ हाम्रो जीवनको आँधी बेहोरीमा हामी एक्लै लड्ने होइन। हामी नि सौभाग्य छौँ संसारभन्दा ब्रदर्स, किनकि येशू प्रभु हामीसँग हुनुहुन्छ। हामी जहाँ जाउँ तपाईँ सँगै हुनुहुन्छ, तर समस्या यति हो कि हामी उहाँलाई बिर्सिन्छौँ, हामी उहाँसँग कुरा गर्न बिर्सिन्छौँ, हामी उहाँलाई पुकार्न बिर्सिन्छौँ, हामी उहाँलाई हामी समय दिन बिर्सिन्छौँ। हामी कुदेको छ हामी एकछिन रोकेर म येशूसँग कुरा गरौँ भनेर हामी गर्दैनौँ। त्यो प्रब्लम छ। हामी एकछिन रोक्दैनौँ, हामीसँग रोक्ने टाइम छैन, हामीलाई चाहिँ हामी ढिलो हुन्छ, समय बितिसक्यो, त्यो होइन। जब तपाईँ लाग्छ कि तपाईँ थाक्नु भएको छ, तपाईँ थकिन्छ लाइफमा, एकछिन पज गर्नुहोस्, एकछिन रोक्नुहोस्, येशूसँग भरपुर समय बिताउनुहोस्, रिचार्ज गर्नुहोस्, त्यसपछिको लाइफ तपाईँको फरक हुन्छ। तर तपाईँ हामी के गल्ती गर्छौँ भनेदेखि तपाईँ हामी आफ्नो जीवनलाई घोटेको हामी घोटेघोटी गर्छौँ। त्यसले तपाईँ हामी धेरै अगाडिसम्म हामी बढ्न सक्दैनौँ। ओके ब्रदर्स सिस्टर्स, हामीले कम्प्लिटली
येशू प्रभुमा शङ्का नगरी विश्वास गर्नुपर्छ कि उहाँ मसँग हिँड्नुहुन्छ, मसँग हुनुहुन्छ, मसँगै मेरो जीवनको आदि बिहारीमा मसँगै सवार गर्नुहुन्छ। तपाईँ एक्लो हुनुहुन्न, एक्लो कहिले पनि फिल नगर्नुहोस्। तपाईँ जहाँ जानुहुन्छ येशू प्रभु हुनुहुन्छ। तपाईँलाई विश्वास लाग्छ? तपाईँ एक्लो कहीँ पनि हुनुहुन्न। तपाईँ काममा जानुहोस्, तपाईँ अँध्यारोमा हिँड्नुहोस्, तपाईँ बिहान हिँड्नुहोस्, तपाईँ जहाँ जानुहोस् येशू प्रभु तपाईँसँग हुनुहुन्छ। त्यस कारणले तपाईँ थाक्दाखेरि एकछिन रोक्नुहोस्, येशूसँग फेरि तपाईँ रिचार्ज गर्नुहोस्। र अन्तिममा येशूको चेलाले के गर्नुभयो? यिनीहरूले येशू प्रभुको दण्डवत गरे भन्छ। दण्डवत गरेको अन्तिममा गएर येशूको चेलाले के बुझे? कि येशू प्रभु साँच्चीकै को हुनुहुन्छ है? म सिकाउने मात्र होइन, म पढाउने मात्र होइन, म प्रचार गर्ने मात्र होइन, म खुवाउने मात्र होइन, हाम्रो जीवनको हरेक पक्षमा हुनुहुन्छ। मेरो प्रश्न तपाईँ आज आफ्नो जीवनमा तपाईँ के कुरामा तपाईँ सङ्घर्ष गरिरहनु भएको छ? तपाईँको सङ्घर्ष के छ? तपाईँ के गर्दाखेरि तपाईँ निराश हुनुहुन्छ? तपाईँ के गर्दाखेरि तपाईँ दिक्क हुनुहुन्छ? तपाईँलाई के कुराले खाइरहेछ भित्रभित्र? आज घर जानुहोस्, शनिबारको दिन हो, जानुहोस् खेतबारीतिर। तपाईँ गाउँको हुनुहुन्छ भने रुखमुनि बस्नुहोस्, कुरा गर्नुहोस् प्रभुसँग। तपाईँ सहरमा हुनुहुन्छ, ढोका बन्द गर्नुहोस्, यससँग कुरा गर्नुहोस्, सबै कुरा भन्नुहोस्। छतमा जानुहोस्, कुरा गर्नुहोस्। राति खाना खाएर एक्लै हिँड्नुहोस्, बाटोमा कुरा गर्नुहोस्। किनकि जब तपाईँ रिचार्ज हुन्छ नि, तपाईँ फेरि तपाईँको त्यो नयाँ ऊर्जा आउँछ, नयाँ जोस आउँछ, नयाँ जागर आउँछ। येशू प्रभु तपाईँसँग सवार गर्न तयार हुनुहुन्छ। तर के तपाईँ तयार हुनुहुन्छ? नम्बर 1, आफ्नो जीवनलाई हर वखत येशूसँग रिचार्ज गर्नुहोस्। तपाईँ म यो भ्रम नपरौँ कि बिहान म एकचोटि प्रार्थना गर्छु मलाई पुग्यो। त्यो भनेको धार्मिक तरिका हो। त्यो भनेको तपाईँ दिनभरि धेरै थाक्नुहुन्छ, कुनै पनि बेला तपाईँ येशूसँग एकछिन तपाईँ 5 मिनट टाइम दिनुहोस्, मनका भाव पोखाउनुहोस्। बिहान मात्रै जरुरी छैन, बेलुकामा जरुरी छैन, एनी टाइम कहीँ पनि रोडमा बस्नुहोस्, रुख पनि बस्नुहोस्, काम पनि ठाउँ बस्नुहोस्, प्रभु येशूसँग पोखाउनुहोस् तपाईँको सबै कुराहरू, अनि तपाईँ रिचार्ज हुन्छ। तपाईँ फेरि तपाईँको ताजगी आउँछ। दोस्रो कुरा, जीवनको सङ्घर्षदेखि तपाईँ नडराउनुहोस्, किनकि येशू तपाईँको साथमा हुनुहुन्छ। तेस्रो, शङ्का नगर्नुहोस् तर विश्वास गर्नुहोस् कि तपाईँको जीवनको नाउँ येशू प्रभुले सबकुशल किनारमा पुर्याउनुहुन्छ। हल्लिन्छ, ढल्न खोज्छ, डराउँछ, तर येशूसँग विश्वास गर्नुहोस्, उहाँले तपाईँले सबकुशल तपाईँको जीवनलाई लानुहुन्छ। Amen. So thank you so much.